हेलो नमस्ते नमस्कार म महेन्द्र सिंह सार्की मेरो साथमा हुनुहुन्छ युट्युबर विनोद आउजीजी र हाम्रो साथमा हुनुहुन्छ हाम्रो तारा दिदी दलितका लागि दलित आफ्नो लागि आफै अभियानकी केन्द्रीय सदस्य पनि हुनुहुन्छ उहाँ दिल्ली राज्यको एउटा उपाध्यक्ष पनि हुनुहुन्छ त्यसपछि हाम्रो पछाडि हुनुहुन्छ एउटा सल्लाहकार नरेन्द्र नेपालीजी हुनुहुन्छ त्यसपछि हाम्रो सचिवजी हुनुहुन्छ यहाँ हाम्रो निशा बहिनी हुनुहुन्छ त्यसपछि अरू हाम्रो बहिनीहरू हुनुहुन्छ बाजुराबाट यहाँहरू सबै हामी तपाईँहरूको एउटा साथमा छौँ र आज तपाईँहरूलाई लाइटले गर्दा नमस्कार दिन चाहन्छु खासकर धन्यवाद छ हेलो मेरो नाम निशा छ हेलो म बिना हेलो गाइस मेरो नाम चाहिँ लक्ष्मी बुढाबोकी हेलो गाइस म चाहिँ बजारबाट हामी सबै बजाएँ है बाजुराटमा बहिनी बजारबाट बहिनी हाम्रो बजार बजाली मेरो पनि बाजुरा हो हामी कारकी रोकायो कसैको नाम मैले याद गरेँ मैले कसैको याद गरेँ निशा कारकी नै रोकायो बिहाले फरक हेलो गाइस नै खेल लाउँदाखेरि आएछ नमस्ते नमस्कार सम्पूर्णमा म महेन्द्र सिंह सार्की आज हामी तपाईँको यो डिएलएफ पार्कमा हामी धेरै पश्चिमेली साथीहरूसँग भेला भइयो र एउटा जोडा खेल पनि खेलियो आज सबै साथीहरू हामीसँग एकदमै रमाइलो गर्न पाइयो सन्डे एकदमै राम्रो भयो अनि अब हामी नेक्स्ट सन्डे पनि सायद भिडियोको लागि हामी आउनेछौँ भन्न चाहन्छौँ अनि पक्का आउनु बाजुराबाट बोलिदिनु अन्त कहाँ जाँदा भयो हौ भाइ भन्दैन क्या तपाईँतिर तिम्रो घर परिवार निकाय छन् कि केटाकेटी छन् होला केटाकेटी निकाय छन् अनि हजुर अनि हजुर कहाँ बस्नुहुन्छ यहाँ हामी रानीबागमा बस्छौँ यता ए मेरो बगैँचामा बस्छ रानीबाग के भन्ने अब हामी आफ्नो घरको बाटो हेर्दैछौँ होइन बाहिर बिहान पुगिसकेपछि अनि मैले भिडियो बनाउँछु त्यो मोर पनि दौडला त्यो मोर पनि दौडला हजुर पनि दौडिनु पऱ्यो बस पानी प्यास लाग्यो ये भाइ कन्टेन्ट गर्नुको लागि हामीले कन्टेन्ट गर्नु होला हामी तपाईँले अरू फरुवानहरूको ड्रेस मगर ड्रेसहरू भयो तामाङ ड्रेसहरू तिनटै ड्रेस हाम्रो दिल्लीमा आउँदैछ जुनसुकै पार्कमा जानुहुन्छ तपाईँको मोबाइल नम्बर गरिन्छ हजुरको फोन नम्बर चाहिँ डिस्क्रिप्सनमा राखिदिनु छ है पुनः साथीहरूले उहाँलाई सम्पर्क बहिनीहरू तपाईँहरूले एउटा जानकारी गराइदिनु हो अब हाम्रो लगभग 10-15 दिनपछि तिनवटा पत्रिकाहरू दिल्लीमा आउँदैछ सबै पार्कमा जानुहुन्छ तपाईँहरूले गोजीचोरी पनि आउँछ सन्डेमा जहाँ गीत गाउनु हिँड्दा गाउने कि रोकिने भने हेर्दा